इलेक्ट्रिक सपमा जाँदैछु। हाम्रो चुलो किन्नुपर्ने हुन्छ कि चुलो नकिनेको 3-4 दिन भइसक्यो। खाना अरूको रुममा बनाएर खाइरहेको छु। सो अहिले चाहिँ म चुलो किन्न जाँदैछु। फेरि 3 बजे बन्द हुन्छ अरे अहिले यहाँ 2:30 हुन लागिसक्यो। सो दौडिँदैछु यार। फेरि कसम पाएन भने त आज किनेन भने फेरि अर्को दिन फेरि यस्तै गरेर आउनुपर्छ। यहाँ हुन्न क्या अब हाम्रो पनि जब स्टार्टिङ हुन लागिसक्यो। त्यही भएर आज चाहिँ जसरी चुलो लगेर जानुपर्छ। Oh my God. थाकिसक्यो यार। कसम थाकिसक्यो कसम। हिँड्नै सकेको छैन। त्यहाँ देखिरहेको सानो ठुलो पुल छ यहाँ यहाँनिर आइपुग्यो। अब हामी उतै क्रस गरेर जानुपर्ने होला। ओइ छिटो आइज। त्यहाँ सन्द भाइ आउँदैछ। हामी 4 बन्दा त पनि आउँदैछन्। आइज आइज आइज। अब यो पुलनिर पुग्नुपर्ने हुन्छ हामी। अनि त्यसपछि एकजना साथी हाम्रो कुरेर बस्दै हुनुहुन्छ क्या। अनि त्यहाँबाट उहाँ चाहिँ अहिले ड्युटीमा हुनुहुन्छ। अनि उहाँले एउटा त्यो इलेक्ट्रिक सप देख्नु भएको रहेछ। अनि त्यहाँ चुलोहरू रहेछ क्या। सो त्यही भएर अनि उहाँहरूको ड्युटी सुरु हुनुलाई 2:30मा चाहिँ सुरु हुन्छ कि। फेरि अहिले ब्रेक टाइम छ। त्यही भएर दौडेको यार। ओइ